अस्ट्रेलिया अप्लाई गर्दाखेरि सबैजना स्टुडेन्ट्सहरूको कन्सर्न चाहिँ के हो भन्दाखेरि स्टुडेन्ट भिजामा केही गरी मेरो भिजा रिफ्युज भयो भने मेरो कस्ट कति लाग्छ त अथवा मेरो कति पैसा खेर जान्छ त। हियर इज अ ब्रेकडाउन टुडे द्याट आइल शो यु। नर्मली चाहिँ यो 8वटा हेडिङमा तपाईँको पैसा जान सक्छ और खर्च हुने पैसा चाहिँ मेजर चाहिँ यो हो, यो बाहेक अरू पनि हुन्छ, हुँदैन भनेको होइन, तर मेजर पैसा खर्च हुने चाहिँ यसमा छ। जस्तै तपाईँको एप्लिकेसन फी कुनै कुनै युनिभर्सिटीको हुनसक्छ, ग्रुप अफ 8मा गर्नुहुन्छ भने कसैले $100-150 लिन्छ, तर मोस्ट अफ द अस्ट्रेलियन युनिभर्सिटिजमा पैसा कति पनि लाग्दैन। डकुमेन्टेसनमा चाहिँ म नर्मली नेप्लिज रुपिजमा चाहिँ 1 लाखसम्मको चाहिँ त्यसमा अजम्पसनमा राख्नु भनेर भन्छु, किनभने त्यसमा तपाईँले ट्याक्स तिर्ने, वडाबाट डकुमेन्ट बनाउने, ब्याङ्कको लोनको लागि प्रोसेसिङ फी, दुनियाँ थरी सबै जे गर्नुहुन्छ सबै यसमा लाग्यो। तपाईँको एनओसीको लागि चाहिँ 2000 रुपियाँ लाग्छ नेपाली है। मेडिकलको लागि लगभग 10,000 रुपियाँको अजम्पसनमा हिँड्नुहोस्, योभन्दा बढी चाहिँ लाग्दैन। तपाईँको इन्सुरेन्समा चाहिँ अब तपाईँको पैसा तिर्नुपर्ने 2000, 1500, 2500, $10,000 हुनसक्छ, तर केही गरी भिजा रिफ्युज भएको खण्डमा यसबाट चाहिँ तपाईँको म्याक्सिमम काटेछ भने $500 काटेर मात्रै आउँछ, त्योभन्दा बढी काटिँदैन। एक्चुअली यत्रो पनि काटिँदैन है त। फिजमा अगेन सेम, तपाईँले जति फिज तिर्नुहुन्छ केही गरी भिजा रिफ्युज भएको खण्डमा $500 देखि $1000 उनीहरूले काट्छ, त्योभन्दा बढी काट्दैन। भिजाको केसमा त यो $2000 हो, यो नन रिफन्डेबल फी हो, यसमा त अब यो काट्ने कुरा भइहाल्यो। र बायोमेट्रिकको केसमा चाहिँ यसमा तपाईँको 2500 रुपियाँ जस्तो यसमा लाग्न सक्छ है त। अब यो र अब यसमा चाहिँ तपाईँको $2000 भिजा फी सबभन्दा हाइएस्ट अमाउन्ट भयो भने यो दुईटा 500 गरेर $3000, 1 लाख रुपियाँ, अर्को $3000 भनेको लगभग 2,70,000 रुपियाँ, 3,70,000 रुपियाँ, 3,80,000, 80, 82, 84, सो 3,85,000 जस्तो चाहिँ तपाईँको नन रिफन्डेबल खर्च देखिन्छ एकचोटि अप्लाई गर्दाखेरि। अब यो बाहेक अरू पनि खर्च हुनसक्छ, तपाईँले अरू कुनै डकुमेन्टेसन बनाउनु भएको थियो, अरू कुनै कुरामा पैसा खर्च गर्नुभएको थियो भने त्यो चाहिँ नआउन सक्छ। रिफन्डेबल भनेको के हो त, ट्युसन फी तपाईँको पैसा फिर्ता आउँछ 500 कटाएर, इन्सुरेन्स पैसा फिर्ता आउँछ अलिकति सानो अमाउन्ट कटाएर, र तपाईँले जुन चाहिँ नेपाल सरकारबाट बाहिर ब्याङ्कबाट बाहिर पैसा पठाउनुहुन्छ नि, त्यतिखेर चाहिँ तपाईँले गभर्मेन्टलाई चाहिँ 3% एजुकेसन ट्याक्स भनेर तिर्नुहुन्छ, त्यो पैसा पनि तपाईँले फिर्ता चाहिँ पाउनुहुन्छ। अब बाँकी रहेको भनेको चाहिँ तपाईँको युज अप भएको पैसा हो। यसमा एउटा एड नगरेको भनेको इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टको कुरा, आइएल्स, टफल, पिटी जे गर्नुभएको थियो त्यो त अब रिफन्डेबल हुने कुरा भएन। हियर्स योर टोटल क्यालकुलेसन।